यो चाहिँ 2 वर्ष पुगेको भर्लङ है साथीहरु। यो रातो डाँडाको मजाले कोपिलाहरू आइरहेछ हो। यसको टुसार कस्तो मजाले आइरहेछ। चाहिँ मजाले केलाइदिनुपर्छ यो बिचमा। यो पत्ताहरू सुकेकोहरू सबै निकालिदिनुपर्छ यसको। यिनीहरू कस्तो दामी टुसाहरू आएको। 2 वर्ष पुगेको बोटबाट चाहिँ बिरुवाहरू निकाल्नु चाहिँ एकदम राम्रो हुन्छ है। मजाले टुसाहरू पनि आइरहेछ बुढुरो। टाइम हुनु आँटेको छ। यति लामो लामो भइसकेको छ अहिले। आज चलन चाहिँ गोडा साथीहरु खुर्पा पनि भाँचिएको हेर्नुहोस्। अब चाहिँ हातले उखाल्ने बेला भयो। टक्कै भाँचिगयो।